साथीभाइहरू नमस्कार, स्वागत छ तपाईँलाई मेरो ब्लगमा। आज तपाईँलाई देखाउँदै गइरहेको छु म हाम्रो म्यादीमा के हुन्छ। आज चाहिँ हाम्रो सरुवा भएका छ। तपाईँहरू के भन्न चाहनुहुन्छ? यो चाहिँ हाम्रो टोली र अब तपाईँलाई हामी घिम्रे गाउँभन्दा तलको नुवाकोट भन्दा मुनिको के भन्छ कुन ठाउँ कट्टे डाँडा भन्ने ठाउँमा पुगेर भेट्छौँ। धन्यवाद। सक्नुहुन्छ म्यादी प्रहरीहरू, हाउडा भाउडा दौडा दौड। पानी चाहिँदैन, लेस पनि चाहिँदैन। अब हेर्न सक्नुहुन्छ अझ हामी आइसकेका छौँ नाला जाने बाटो। हेर्न सक्नुहुन्छ विकास हुँदै गरेको नेपालको बाटो। यो बाटो चाहिँ विकास हुन अझै 1-2 वर्ष लाग्छ जस्तो लाग्छ मलाई। जाँदाखेरि त्यो माटोको थुप्रो एकचोटि पानी पऱ्यो भने बाटो हिलामै भएर हिँड्न नसिक्नुहुन्छ। यहाँबाट चाहिँ हामी विदेशतिर आइदिएको फिल हुन्छ अलिकति माटो सफा गऱ्यो भने। अगाडिको ताल हेर्न सक्नुहुन्छ। ठुल्ठुलो पनि होला नि माछा होइन र सब हो झिले माछा जस्तो है होइन त। अब चाहिँ हामी खतरा छ, त्यहाँबाट बस लाग्छ। बस आएपछि हामी त्यहाँबाट जाने विचारमा छौँ। कहाँ ठाउँ अझै हामी स्प्राइट हान्दैछौँ होइन। केटाहरू चाहिँ हान्दैछौँ त कोक है फेरि स्प्राइट है फेरि बियर सियर भनेर फेरि कमेन्ट हाल्ला नि होइन। ल ठिक छ, धन्यवाद। यो बाटो हिँडेर पुरै कच्ची मात्रै थियो कि यार, गाडी यस्तो गरेर हिँड्यो। यस्तो पुरै सिमै छैन कि जब बिहान 9 बजेदेखि 10:30 बजीसम्म, बेलुका 5 बजेदेखि 7 बजीसम्म के त्यतिखेर हावा यति चल्ने भाइ होइन। त्यो फेरि बाल्दै बाल्दा हुन्छ उठेर भातै भयो आयो किरिक 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 मात्रै। आर्मी क्याम्प बाहिर क्याम्पै यतै छ, बाटो क्याम्पको बाटो जाँदैन नि गाडी जान्छ न। औषधि के औषधि औषधि खाने अरे वान पोखरी हाम्रो यति धेरै छ। लेडिज आएको यहाँ आएर फेरि उकालै हो, जर्नी उकालो। अगाडिको भिभेरीमा यहाँ यसरी नगरकोट भनेर रहेछ त त्यो ठाउँको नचिन्नु न। स्वर्ग जाने बाटो हेरे बाटो सिरिङ सिरिङ रनिङ होला।
आएकै छैन उयो कहाँ गयो अगाडि पछाडि पछाडि छ के झन्डै छुटेको अवस्था यहाँ आइसक्यो हेर्नु त्यही हो है त बाटो यस्तो छ अनि एकदम अब यस्तो यस्तो बाटोबाट अब कस्तो कस्तो बाटोबाट कस्तो कस्तो आयो तपाईँ देखिरहनु भएको छ होइन रुख हेर्न सक्नुहुन्छ वातावरण हेर्न सक्नुहुन्छ यस्तै छ चिसो चिसो ठाउँ छ अहिले यहाँ आइपुगेपछि चाहिँ केटाहरू चाहिँ यहाँ गाडीबाट ओरेर हिँडिसकेका छन् टिकट आइपुगेको हेर्न सक्नुहुन्छ है सबजनाले आधी मान्छे पछाडि छन् आधी मान्छे अगाडि छन् भने हामी यहाँ अब हाम्रो अगाडि जाने कार्यक्रम जारी रहेको छ धन्यवाद हेर्न सक्नुहुन्छ हामी चाहिँ यस्तो ठाउँमा आइपुगेका छौँ यहाँ पानी हल्का उसु परेको जस्तो मौसम चिसो चिसो मौसम छ हामी पर्ने ठाउँ चाहिँ यही हो केटाहरूको कोठा भइसकेको छ यहाँ हेर्न सक्नुहुन्छ अनि यहाँ चाहिँ हामी अब सुत्ने अवस्था यस्तो रहेको छ सबजना सुत्ने भएपछि यहाँ तातै हुन्छ चिसोको माहौल छैन अरू भनेको त्यस्तै हो उहाँ किचन सिचन अब अगाडिको बुसु सब छ होइन त्यही हो माथितिर रिसोर्ट छ जस्तो हो दामीवाला त्यही हो साथीभाइहरू अब यहाँ चाहिँ दुईवटा मात्रै बुथ छ अरे हाम्रो यहाँ खटा भने नि आधी जाने खटाउँदा धेरैजना नि पर्ने हुन्छौँ हामी तँलाई के लाग्छ भन्न के माथिबाट झर्ने रिसोर्ट हेर्न अघिको झर्ने बाटो हेर्न त्यही त त्यही हो है त साथीभाइहरू नमस्ते साथीभाइहरू जुन चाहिँ हाम्रो साथी सुन्धानबाट हाम्रो चाहिँ यिनीहरू गस्ती जाने टोली भइगयो अनि भ्यू चाहिँ अहिले यहाँ जताततै हुसुलाइरहेको हुन्छ चाहिँ हामी त्यो माथि डाँडातिर पुग्छौँ कि तलतिर पुग्छौँ त्यो चाहिँ हेर्नुपर्छ होइन मिल्यो भने बिच ब्लग हालेर भिडियो हालिरहन्छ हेरिरहनु होला धन्यवाद हाम्रो कार्यालय वडा कार्यालय मण्डनदेवपुरको नाप्यो चाहिँ गाउँघर एरियामा आइसकेका छौँ हेर्दै जानु होला चाहिँ गाउँका मान्छे भेला भएर बसेका छन् धन्यवाद हेर्न सक्नुहुन्छ मेरो पछाडि कोही छैन गस्ती हो यो चाहिँ ड्याङ्गल हाएर ल साथीभाइहरू गस्ती हेर्नु त धेरै होइन हाम्रो टोली थोरै नै छ 12जना जति मात्रै छौँ है अनि हाम्रो गस्तीमा यहाँ सुर्ती चलिरहेको छ हेर्न सक्नुहुन्छ प्रत्यक्ष तपाईँले प्रत्यक्ष हेर्न सक्नुहुन्छ सुर्ती मार्दै गरेका व्याधि युवा अब हामी गाउँ डुल्छौँ तपाईँलाई बेला बेला राम्रो क्लिप देखाउँछु त्यही हो धन्यवाद अनि कस्तो यही चौकीले हेर्नु भएको जाने 2 नम्बर 3 नम्बर जाँदै हेर्नु पर्यो हामीले फेरि सबै हेर्नु पर्यो होइन हामी तिले हेर्नु पर्यो सुन्नुपर्छ यहाँको विद्यालय चाहिँ यस्तो विकासित छ जोस् केटाहरूको छलफल भइरहेको म्याजीको पैसाले भोज खुवाउने हो भोज पहिले बिहेमा खुवाइसक्यो होइन दोस्रो भोज त खानु पर्दैन अझै बिस्तारै होइन यो चाहिँ हाम्रो ठाउँ हेर्न सक्नुहुन्छ है त्यहाँबाट आएको हामी चाहिँ त्यो डाँडाबाट अर्को डाँडा आइसकेका छौँ
यो ठाउँ कस्तो छ भनेर चाहिँ तपाईँले यहाँबाट हेर्न सक्नुहुन्छ ल हेरिरहनु भएको ठाउँ है पुरा अनि हाम्रो म्यादी टोली चाहिँ उहाँ पुगिसकेको छ हामी वहीँ पुग्नुपर्ने हुन्छ भेटाउँदै है त हेर्दै गर्नुहोस् हाम्रो भन भन अहिले चाहिँ हामी नाइटमा तलतिर गस्ती जाँदैछौँ हेर्न सक्नुहुन्छ है हजुर त्यही त माथिको ठाउँ हेर्न सक्नुहुन्छ हाम्रो चाहिँ मुद्दै छ एउटा भाइ के भयो पराग त होइन केही न बोल्दै जाने अस्ति अरूले जे गर्ने अरूको कुरामा ध्यान पर्दैन धन्यवाद हामी सबै अर्का ध्यान दिन्छौँ है हस् चित्त मात्रै कराउँछ अर्को कराउँदैन हाम्रो गस्ती नेटोली ब्राइटनेस चाहिँ कम छ मेरो कत्रो बनाएको थियो हाइटमा ल्याएर है हेर्न सक्नुहुन्छ हामी चाहिँ कहाँ आइसकेको छौँ भनेर त्यो हामी बस्ने ठाउँ भयो हिजो गएको ठाउँ त्यो हो त्यो डाँडामा पुगेको थियौँ भने अब आज चाहिँ यहाँ माथि डाँडा आइपुगेका छौँ माथि नगरकोट छ अनुशासन भनेको यही हो बक्साउने है किनकि आफ्नो नचिपुगे रमाइलो भेट्यो सरी भाइहरू हाम्रो मोटो खबर के छ कमान्डरदेखि अल टाइम 5 स्टारमा आराम गर्दै रिसको कारण चाहिँ के अरे यो बुढालाई नि बुढो त योभन्दा अगाडि 2-3 चोटि हिँडेको खै हुन्छ अझै हिँड्यो भने उनीको मान्छे परेर पो केही गरेन तर मान्छेहरूले हामी आएका छौँ होटल चौतारी तपाईँले चाहिँ यो ठाउँमा आएपछि रिसोर्ट र होटल भाइ के देख्नुहुन्न धन्यवाद अगाडि हेर्न सक्नुहुन्छ हाम्रो होटल रहेको छ माउन्टेन स्टा हामी यतै यही कन्ती बिल्ला चाहिँ हाम्रो त्यहाँ तपाईँलाई अब मेरो हिजो बेलुकाको भ्लग हेर्नु होला त्यहाँ टल्किरहेको बिल्ला यही रहेको छ यहीँबाट यसको अगाडिपट्टिबाट झिलिमिली टल्किन्छ र डाँडालाई पुरा रसन गरिदिन्छ धन्यवाद कन्ती बिल्ला अहिले चाहिँ हामी हेर्न सक्नुहुन्छ आइसकेका छौँ यहाँबाट चाहिँ अब हाम्रो चिसो सुरु हुन्छ तलपट्टि हुसु लगाइरहेको छ एकदम मजाको
अब हावा चल्छ कि बेसरी तल हेर्नु नि केही देखाएन सक्नुहुन्छ दृश्य एकदम राम्रो छ रमाइलो छ पानी पनि आइरहेको छ ठाउँ पनि एकदम राम्रो रहेको छ फुलै फुल छ होइन राम्रो छ नि होइन फुल्ने झरिरहन्छ यस्तै हो अब घुम्नुको रमाइलो भनेको यही हो साथीभाइहरू धन्यवाद हेर्नु एकछिन रुक्नु नानीहरूले तिमीहरू पनि पर्सनल खिच्छ भने खिच्छ बाबु नमस्कार साथीभाइहरू हेर्न सक्नुहुन्छ भ्यू यताको हाम्रो बेस अझै यहाँनिर डाँडा पुग्नुपर्ने हुन्छ त्यो डाँडा पुग्नुपर्ने हुन्छ हामी यहाँका अपोजिट डाँडा आइपुगेका छौँ धन्यवाद हामी चाहिँ यस्तो बाटो हुँदै हुँदै आइरहेका थियौँ यहाँ बाटोको समाप्त भएको हुनाले हामीले जङ्गल हिँड्ने बात के अरे उ गरेका छौँ कष्ट गरेका छौँ निर्णय गरौँ यहाँनिर हेर्न सक्नुहुन्छ जाली लागेको छ यो कसैको एरिया हुनसक्छ जेनी हुनसक्छ बाले एउटा साइरी खानेका छन् बाटो नखाटो दौडिन्छ के अरे लाटो धन्यवाद सुन्नुभयो होला गाइज सिकिरहनुहोस् यस्तो यस्तो जाली छ सतर्क भएर हिँड्नुपर्ने हुन्छ हामी तर हामीलाई सतर्क भनेको सिधा उभिन मात्र सिकाएको छ धन्यवाद होइन जङ्गल सफारी हो नि पुरा फर्क हाम्रो टोलीले पछाडि फर्किन सकेका के अरे जानेका छैन त्यही भएर अगाडि मात्र फर्किने विचार गरेका छन् धन्यवाद मान्छे अदपतो भयो के हो यस्तो यो हेर्न सक्नुहुन्छ यसको बारेमा केही भनिदिनुहोस् त यो ठोस्ने आइरहेछौँ भर्खर मिर्ग आएर छ मिर्गले चाहिँ आची गरेर गाडी मिर्ग पाउँछ जस्तो है हामी मिर्गको आची भेटिसकेको छ अब हामी जाँदाखेरि मिर्ग समस्या ये रङ नम्बर है भने हेर्न सक्नुहुन्छ हामी कस्तो कस्तो बाटोबाट गइरहेका छौँ हामीले कस्तो कस्तो गरिरहनु परेको छ के भएको आज यो के यो अचम्म र उल्का हो र यस्तै छ बाटो यसरी उड्दै उड्दै आउनुपर्ने हुन्छ हामी आज एकदम एडभेन्चर गरिरहेका छौँ यो दृश्य आज गएर म सबैलाई देखाउने छु देखाएपछि थाहा हुनेछ अब हामी जतिको सहायताले बाटो पन्छाउँदै हिँड्नुपर्ने हुन्छ हेर्न सक्नुहुन्छ एउटा टिप्दै गयो त झार्दै गएछ हेर्न सक्नुहुन्छ झार्दै गएछ होइन के भन्दै टिप्दै गयो त कता गयो यता गयो यता गस्ती होइन हेर्न सक्नुहुन्छ गस्ती भने जङ्गलमा हुन्छ मङ्गलमा होइन धन्यवाद ठोस्ने तर चाकुमा होइन ठोस्ने के यस्तै हो के मम थिएन झ्यामझुम बोकेर हिँड न बोट त्यो निम काठो हो यो केही होइन पानी नि बगिरहेको छ साइड हेरेर भागो शक्तिमान बुढा हराइसक्यो अब यहाँ ए बुढाउ कहाँ हराए छैन नभने किन हरे
ल ल हिँडे पुले गयो यार हिँड चल्यो सर खै त के गर्यो भने यो बाघ साग बस्छ जस्तो हेर्न सक्नुहुन्छ साथीभाइहरू दुईजना मात्रै आउने ठाउँमा 15जना ल्याएका छन् बुढाले भन्ने के छ देख्यो है अहिलेको अघि आउने भने टावर त अगाडि हेर्न सक्नुहुन्छ अघि आउने भने टावर आइसकेको छौँ हामी जङ्गलबाट हुँदै टोली कहाँ पुगेर अड भन्न थालिसके ओ भन्दै थियो आधी टोली तल पुग्छ एकदम बवाल केटाहरूलाई रमाइलो पऱ्यो बाजे के भन्ने होला जङ्गल आइहाल्यो भने रमाइलो भन्दै जङ्गल ल्याइदिएर म्या अचम्म गर्छन् टावरमा आइपुग्यो कहाँ अघि उता टावरबाट देखेँ त नि अघि उता पारीबाट देखेको थियो त उता टावरबाट उता कुनाको टावरबाट यता कुना हाम्रो जोसिला केटाहरू अगाडि बढ्दै गइरहेका छन् अगाडि बढेको हुनाले म पनि पछाडिबाट फकाल्दै छु त्यो टावरबाट आएको हामी चाहिँ अहिले हामी चाहिँ जङ्गलबाट भयो नि एउटा बाटो चाहिँ भेटाइसकेका छौँ त्यही हो यहाँ चाहिँ जान्छौँ बस्ती अब उहाँ गस्ती सिद्धिन्छ अब उहाँ बिचमा बेसी त्यसपछि त्यहाँ भेटेर आउँछ धापेर रमाइलो हुन्छ धन्यवाद नहुने त्यही हो साथीभाइ आज कुखुरा सुखुरा ल्याएको छ स्किमा कापोतली सडक भएन हामी चाहिँ आइसकेका छौँ माइफुल टावर के छ बाजे जनतालाई के भन्न चाहनुहुन्छ बाटोको बारेमा कुनै मिठो हुन्छ कुनै खल्लो हुन्छ के त्यहाँ बाटो के मेसमा आगो ताप्दै आज यसमा बल्नुपर्ने हो खासमा हावा चाहिँ एकदम डर के लगाएको आवाज चाहिँ सानो पऱ्यो के मजाक भने नाचिदिने यार सब समाचार लगाइदिने के समाचार देखिन्छ जीवन नाच्दै मतलब अलग ही लेवल का बंदा था नाच नाच ले ऊपर बहुत सारा
यहाँ चाहिँ चट्टानै चट्टान भएको ठाउँ छ हेर्न सक्नुहुन्छ यही हो गस्ती साथीभाइहरू शीतल भइरहेको छ रमाइलो पनि भइरहेको छ जो चाहिँ हाम्रो चाउचाउ खाँदैछौँ परेन अब देख्नु भएको छ कानबिन कार्यक्रम हुँदैछ धन्यवाद हामी माथिबाट अब हामी कार्यालयबाट हिँडिसकेका छौँ दृश्य तपाईँले हेर्न सक्नुहुन्छ हाम्रो अगाडि यो त उठाएर त्रिशुल मन्दिर हो यो नेपाल हो कि यसलाई के भन्छ यहीँबाट ढोके भए नि जुत्ता लाएर भित्र ढोके यस्तो नि हुन्छ र जुत्ता लाएर भन्नु न अनि त सफल भइहाल्यो नि होइन हेर्न सक्नुहुन्छ त्यहाँ लारी गोष्ठीबाट आएका छन् हुन्छ मेरो चेलीबेटी आन्टीहरू भनेको छ उसले त उसको त आन्टी हो टोली चाहिँ यहाँ बसेर बिस्तार मर्दै लाली रस टिप्दै सलाम हाने खोइ हाम्रो अस्ताइ त्यही भएर चिठी सलाम हानेर दिनु परेन मतलब अलग ही लेवल का बंदा था राख्न मिल्दैन कहीँ यहाँतिर अडी छ नचलिकन हिँड है मैले रेकर्ड गरेर राख्नु खुट्टा कुचिँदै हिँडिरहेको साथीभाइहरू यसलाई यो मान्छेले जहाँ भेट्यो कुट्दै हुन्छ दिने क्या यहाँ चाहिँ यस्तो चट्टान चट्टान छ साथीभाइहरू हामी आइसकेका छौँ बिना नेटवर्कको ठाउँमा साथीहरू यहाँ नेटवर्क खोज्दै भन्ने लाउरीको बोलीले हङ्गामा भो कसम हङ्गामा भो
साथीभाइहरू नमस्कार। अहिले चाहिँ हामी परेका छौँ गेटमा, ड्युटी भइरहेको छ हाम्रो गेटपाले। धन्यवाद। यो चाहिँ हाम्रो साथी गेटपाले 2। अनि हेर्न सक्नुहुन्छ हावा चिसो चिसो चलिरहेको छ, मौसम यस्तै छ। र त्यही भोट हाल्नको लागि 3 दिन बाँकी छ, त्यसको लागि हाम्रो यहाँ बुथ तयार हुँदैछ। हेर्न सक्नुहुन्छ डाँडा अझै माथि नै छ। हामी चाहिँ त्यहाँ मास्तिरबाट बुथबाट टक्क तल्लो बुथतिर आइसकेका छौँ। भ्यू अलि शानदारै छ। हजुर ठाउँ यस्तो रहेको छ। र अरू जानकारी पाउनको लागि फलो गर्नुहोस् मलाई। धन्यवाद। तपाईँ के गर्दै हुन्छ? के हाल्यो थियो र पड्क्या के पड्क्या थियो? ए हाम्रो रुम कि सुशान्तको रुममा ल हामी 22 बजे जान्छौँ होला त्यसरी भाउजू सोध्नु भयो नि। हस् ल ल म बस्छु नबस्नु बस्छु नि। मेरो प्लेटै पोलो भएर यत्रो जाँदा सिधो काटेन खै लाटो बात खाइ आज यो नन केटाहरुले त्यो पत्ती बुढाले चाहिँ कहिले ढालेका छन् नि। मलाई ढाले अरे ए आले सन्ताजी हाम्रो यहाँ बुथ रेडी भइसकेको छ। भोट हाल्न आइदिनु होला। धन्यवाद। को नि लाइभ